हे साथीहरु वेलकम ब्याक टु माई च्यानल। सो सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म के गर्न आएको भन्दा तपाईलाई के देखाउँछु, एउटा चिज देखाउँछु। यस्तो राम्रो प्यारो मलाई यति मन पर्यो है त्यो ठाउँ। तपाईलाई कस्तो लाग्छ म देखाउँछु। म तपाईलाई देखाउन गइरहेको छु मिनी गार्डन। ट्यान ट्याडान गाइज, यस्तो दामी वाला गार्डन हैन, मलाई यस्तो मन पर्यो यो गार्डन। यहाँबाट छिर्न बित्तिकै एउटा गेट आयो हैन। गेट आइसकेपछि यस्तो दामी तरिकाको यहाँ चाहिँ झुला छ हैन। त्यसपछि त्यहाँ बार छ अनि त्यहाँ केटीकेटीलाई खेल्नको लागि के यस्तो दामी ठाउँ छ हैन। बवाल ठाउँ के त्यहाँ त्यो यस्तो यहाँ माटो हाल्दै है, माटो पनि हैन यो बालु बालु के माटो नलाओस् भनेर हैन केटाकेटीलाई यस्तो यो घुम्ने ठाउँ अनि त्यहाँ घुकुती कहाँ खेल्ने टाइपको के त्यस्तो त्यहाँ पनि छ हैन। त्यहाँ झुला अनि त्यहाँ चढ्ने केटाकेटीलाई माउन्टेन टाइपको हैन, यो चाहिँ रोलर। अनि इन्ट्रेस्टिङ लाग्ने के छ भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् के ट्यान ट्याडान माउन्टेन, हिमाल, हिमाल नै सरी पहाड के माउन्टेन। वाउ, एउटा दुईटा तिनटा माउन्टेन, कति दामी है। मलाई चाहिँ मन पर्यो यहाँको यो लोकेसन। हेर्नु न कस्तो दामी हरियाली भए होइन। अझ भ्यूको त तपाईँले कुरै छोडिदिनुहोस्। हेर्नु कति राम्रो मौसम छ है, बर्खाको मौसम, जहाँ गयो भने राम्रो होइन, सुन्दर एकदम दामी। अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ फुलहरू पनि यस्तो दामी दामी फुलिरह होइन। हेर्नुहोस् कति दामी फुल फुलिरह, यस्तो दामी छ है। यस्तो दामी फुलहरू छ। लोकेसन चाहिँ मलाई बब्बाल लाग्यो, दामी लाग्यो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सनुहोस्। थ्याङ्क यू सो मच गाइज। तपाईँलाई मैले देखाएको यो गार्डन, मिनी गार्डन कस्तो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सनु होला। र लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, फलो पनि गर्न नबिर्सनु होला नयाँ हुनुहुन्छ भने। र थ्याङ्क यू सो मच, बाई, जय नेपाल। फेरि नयाँ भ्लगसँगै भेटौँला हामी।